सम्पूर्णमा अलर्ट है त्यसमा कारोबार गर्दै हुनुहुन्छ र त्यसमाथि पनि तपाईहरुको टीएमएस ब्रोकर नम्बर 58 मा छ भने तपाईहरुको लागि यो अत्यन्तै जरुरी सूचना। नमस्ते, यहाँहरुलाई स्वागत छ मनी माइन्ड नेपालमा। आज फेरि तपाईहरुमाझ यो भिडियो लिएर आएको छु। के विषयमा कुरा गर्ने छौं भने हामी तपाईहरु यदि नासा सेक्युरिटीज कम्पनी लिमिटेड हो भने तपाईहरुले यो बुझ्नु पर्ने नासा सेक्युरिटी कम्पनी लिमिटेडले केही महिना अगाडि मात्रै आफ्नो एउटा टीएमएस एक्स नामक एउटा टीएमएस चाहिँ लन्च गरेको थियो र सिम्पली प्ले स्टोरमा गएर पनि डाउनलोड गर्न सक्नुहुन्छ र एन्ड्रोइड युजरहरुले प्ले स्टोरमा गएर सिम्पली डाउनलोड गर्न सक्नुहुन्छ भने आइफोन युजरहरुले एप्पल स्टोरमा गएर चाहिँ तपाईहरुले नर्मली डाउनलोड गर्न सक्नुहुन्छ र यो तपाईहरुले गुगलमै टाइप गरेर यसको वेबसाइटमा डाइरेक्ट वेबसाइटमा आफूले लगइन गरेर गर्छु भन्दै हुनुहुन्छ भने तपाईहरुले सिम्पली गएर गुगलमा nasasecurities.com.np हेरेर तपाईहरुले नर्मली यसलाई तपाईहरुले चाहिँ रजिस्टर गर्नु र भेरिफिकेसन गर्नु होला, किनकि नासा सेक्युरिटीज कम्पनी लिमिटेडले पहिलाको पुरानो टीएमएस लाई बन्द गरेर यो नयाँ सुविधा लिएको छ। यसमा तपाईहरुले धेरै फीचरहरु पनि पाउन सक्नुहुन्छ र तपाईहरुले समयभन्दा अवधि नै यसलाई आफ्नो पुरानो टीएमएस बाट नयाँ नासा एक्स एप या तपाईहरुले वेबसाइटमा गएर आफ्नो आईडी लगइन गर्नु होला। यसलाई रजिस्टर गर्नको लागि तपाईहरुले आफ्नो डिटेल्सहरुलाई चाहिँ सबमिट गर्नुपर्ने हुन्छ र यो सबमिट गरिसकेपछि तपाईहरुलाई सेक्युरिटीज कम्पनी द्वारा एउटा मेल आउँछ जुन इमेलमा तपाईहरुले नयाँ टीएमएस को लागि चाहिँ युजर आईडी र पासवर्ड पाउनुहुन्छ र तपाईहरुले यसलाई नर्मली लगइन गरेर चलाउन सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले आफ्नो पुरानो टीएमएस लाई चाहिँ एक्स वाला एप्स या तपाईहरुले वेबसाइटमा गएर चाहिँ सिम्पली लगइन गर्नु होला, रजिस्टर गर्नु होला र यसमा चाहिँ तपाईहरुले रजिस्टर गरिसकेपछि तपाईहरुको जुन इमेल छ टीएमएस सँग एट्याच भएको सिम्पली इन्टर गरिसकेपछि तपाईहरुले एक्स बाट आउने इमेलमा सम्पूर्ण कुराहरु बताएको हुन्छ र तपाईहरुले त्यसै अनुसारले आफ्नो पुरानो टीएमएस बाट नयाँ टीएमएस मा चाहिँ आफ्नो आईडी लाई समयभन्दा पहिले नै सुरक्षित तरिकाले स्टोर गर्न अनुरोध गरेको छ र किनकि पुरानो टीएमएस अब बन्द हुनेवाला छ र यहाँ सूचना पनि पढेर सुनाउँछु म तपाईहरुलाई। आदरणीय ग्राहक महानुभाव, अत्यन्त जरुरी सूचना। यस नासा सेक्युरिटीजमा रहेका सम्पूर्ण ट्रेडिङ खाता आज मिति असोज 30/2082 पुरानो टीएमएस बाट सफलतापूर्वक नाशमा स्थानान्तरण भइसकेको र पुरानो टीएमएस प्रणाली अब पूर्ण रूपमा बन्द भइसकेको कुरा सबैमा जानकारी गराउन चाहन्छौं। तसर्थ सेवामा कुनै अवरोध हुन नहोस् भनी हामी हाम्रा ग्राहक महानुभावहरुलाई यही कार्तिक 2 गते कारोबार समय अगाडि नासा एक्समा स्वयं लगइन गर्नु हुन अनुरोध गर्दछौं। अब नासा एक्स मार्फत मात्र शेयर कारोबार गर्न मिल्ने भएकोले हामीहरु सबै ग्राहक महानुभावहरुलाई समयमै लगइन गरी नासा एक्स मार्फत शेयर कारोबार गर्नु हुन हार्दिक अनुरोध गर्दछौं। आजै लगइन गरी आजै सहज, छिटो र अत्याधुनिक शेयर कारोबार प्रणालीको अनुभव लिनु हुन विनम्र अनुरोध गर्दछौं भनेर यो तपाईहरुलाई मैले स्क्रिनमा पनि राखिदिएको छु, यो पढ्नु होला र तपाईहरुले अब आफ्नो टीएमएस बाट चाहिँ नयाँ नासा एक्स मा सार्नु पर्ने हुन्छ। आफ्नो टीएमएस अब टोटल्ली बन्द हुनेछ। तपाईहरुले थाहा पाइहाल्नु भयो। आजको भिडियोमा हामीले कुरा गरौँ यदि तपाईहरुको नासा सेक्युरिटीज कम्पनीको ब्रोकर अकाउन्ट हो भने तपाईहरुले चाहिँ यो भिडियो हेर्नुभयो होला र लगतै अझै पनि आफ्नो टीएमएस लाई स्थानान्तरण गर्नु हुन हामी पनि अनुरोध गर्दछौं र आगामी दिनहरुमा हामी फेरि यस्तै भिडियोहरु लिएर अरु विषयमा कुरा गर्नेछौं। आजको भिडियो यतिमा नै टुंगाउन चाहन्छु। यदि तपाईहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, लाइक, कमेन्ट र शेयर पनि गर्न नबिर्सिनु होला र तपाईहरुलाई भिडियो कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्न नबिर्सिनु होला। आगामी दिनहरुमा हामी फेरि भेट्ने छौं। अहिलेको भिडियोमा बिदा हुन चाहन्छु। हस्त, नमस्ते, टेक केयर, बाइ, ह्याभ अ नाइस डे।